अहिले बिहानको 10 बज्यो। हजुरको रेडियो 102.1 मेगाहर्ज। ब्याङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि। नमस्कार, हार्दिक स्वागत छ कार्यक्रम लोककुशलीमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्राविधिक कक्षमा हुनुहुन्छ श्रीराज महत। यो कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक लाइभ र हजुरको एप तामाकोसी FM 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। हामी हप्ताको 7 दिन आउने गर्दछौँ। 7 दिन आउने क्रममा फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौँ। आज मङ्गलबारको बसाइ छ। के गर्नुपर्छ, कसो गर्नुपर्छ भनेर तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउनु पर्ने हुन्छ। आजको बसाइमा तपाईँ मार्फत हामी फोन मार्फत चाहिँ कुराकानी गर्न सक्दैनौँ। तपाईँले फेसबुक लाइभबाट कमेन्ट पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका कमेन्टहरूलाई हामी कार्यक्रममा वाचन गर्नेछौँ। आजको बसाइमा तपाईँले धेरैभन्दा धेरै साथीहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। आजको बसाइमा हामी तपाईँ मार्फत चाहिँ फोन लिँदैनौँ। आजको दिनमा चाहिँ अन्य बसाइमा तपाईँसँग हामी कुराकानी गर्नेछौँ। तपाईँले चाहिँ आज कार्यक्रम सुनेर र एसएमएस गरेर फेसबुक लाइभमा पठाएर चाहिँ साथीसँगलाई सम्झना गर्न सक्नुहुनेछ। कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। यो बिहानको समय छ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ। व्यस्तताको बावजुद पनि तपाईँले कार्यक्रम सुनिराख्नु भएको छ होला। उकाली ओह्राली भन्ज्याङ चौतारी मिलापात घाँस दाउरा गर्दै हुनुहुन्छ होला। कतिपय गरेर फर्काउँदै हुनुहुन्छ होला, जाँदै हुनुहुन्छ कतिपय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले। तर कतिपय घरेसी काम गर्दै रेडियो साथमा राखेर रेडियोको भोल्युम ठुलो पारेर कार्यक्रम सुनेर साथ दिनुभएको छ भने आशा लिएका छौँ। हाम्रो यो कार्यक्रमलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ। यदि तपाईँ पनि जीवन बिमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्समा जीवन बिमा गर्न सक्नुहुनेछ भन्न चाहन्छु। भन्दै कार्यक्रमलाई ढिला नगरी कार्यक्रमको सुरुवात गर्न चाहन्छु। कार्यक्रमको सुरुवातमा एकदमै मिठो गीत, त्यसपछि हामी फेरि आउनेछौँ। तपाईँ पनि एसएमएस गर्दै गर्नुहोला है त। मेरो घर त लम्छु दाजैको दाजैको हरन लाउँदै मेनी बसाएको छ। तिम्रै पछि जाम जाम झै भएको छ। हेले खाली बेसी मजा। मेरो घर त पाल्पा बहिनीको काम पर्यो। मेरो घर त पाल्पा बहिनीको काम पर्यो। बहिनीको काम पर्यो।
बहिनीको कहाँ पर्यो बहिनीको कहाँ पर्यो छोरा मान्छे भएर लजाउने ए हो कि त मायालाई सजाउने एले काली बेसी मजायो मेरो घर त प्युठान दाजेको कहाँ पर्यो मेरो घर त प्युठान दाजेको कहाँ पर्यो दाजेको कहाँ पर्यो चढी पोखरा झरमला मुक्तिनाथको दर्शन गरमला एले काली बेसी बझर्या मेरो घर त बाग्लुङ दाजेको कहाँ पर्यो मेरो घर त बाग्लुङ दाजेको कहाँ पर्यो दाजेको कहाँ पर्यो बुझ्नै गाह्रो मायाको संसार चल्नै पर्ने जमाना अनुसार हेले काली बेसी मजा मेरो घर त सुर्खेत बहिनीको कहाँ पर्यो मेरो घर त सुर्खेत बहिनीको कहाँ पर्यो बहिनीको कहाँ पर्यो कहाँ होला नि नानीको जन्मघर के होला नि नानीको नाम र थर हेले काली बेसी मजा मेरो घर त गोर्खा बहिनीको कहाँ पर्यो मेरो घर त गोर्खा बहिनीको कहाँ पर्यो बहिनीको कहाँ पर्यो रामदेवपुल तरेर आएकी छु माया हुन भनी त राखी छु एले काली बेसी मजायो मेरो घर त स्याङ्जा दाजेको कहाँ पर्यो मेरो घर त स्याङ्जा दाजेको कहाँ पर्यो दाजेको कहाँ पर्यो कार्यक्रमको सुरुवातमा एकदमै मिठो गीत सिमरन परियार रूपी सिंहजालीको आवाजमा रहेको बहिनीको घर कहाँ पर्यो भन्ने एकदमै मिठो गीतबाट कार्यक्रमको सुरुवात गरिसकेका छौँ। अब भने पालो तपाईँको तपाईँले पठाउनु भएका फेसबुक लाइभबाट प्राप्त भएका कमेन्टहरूलाई कार्यक्रममा वाचन गर्ने रहेको छ। आजको दिनमा तपाईँसँग हामी कुराकानी गर्न सक्दैनौँ। तपाईँले धेरैभन्दा धेरै साथीहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। आजको बसाइमा तपाईँ यति बेला सुनिराख्नु भएको छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्ज साथमा ताम्बाकोस एफएम 95 मेगाहर्ज सुनेर साथ दिनुभएको छ भन्ने आशा लिएको छौँ। हाम्रो यो कार्यक्रमलाई चाहिँ सूर्यज्योति लाइफ इन्सुरेन्सले चाहिँ प्रायोजन गरेको छ। यदि तपाईँ पनि जीवन बिमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्समा जीवन बिमा गर्न सक्नुहुनेछ। ढिला नगरी भने अब भने तपाईँले पठाउनु भएका कमेन्टहरूलाई म कार्यक्रममा वाचन गर्नेछु। पहिलो कमेन्ट प्राप्त भएको छ सोना कन्दवाले सेवारो नमस्कार आरजे सम्झनासी हजुर त्रियुगाबाट कार्यक्रम सुन्दैछु। म सोना कन्दवा सम्झना छ प्यारीहरू अप्सरा खड्का सबिना कन्दवा पवित्र बराजुली सुनिता भण्डारी दिया लिम्बू अप्सरा बस्नेत रमिला तामाङ अन्जिता मल्ल सरस्वती खत्री सम्झना सुनुवार हेमकला सापकोटा कल्पना साम्पाङ सुनिता बेगा सिर्जना युङहाङ सबिना नेम्बाङ विनिता गिरी सरिता राई जोसना हायु छमिता मगर अप्सरा थापा मेनुका श्रेष्ठ बिना मगर रन्जु मगर पलपल राई तपस्या केसी रूपा चौधरी लक्ष्मी चौधरी सुबिता थारू सम्झना नेवा खड्गी उर्मिला दियाली रिमा साई लालमाया थापा मनसुन तामाङ सुशान्त थामी श्रीराज महत सम्बर बहादुर हायु प्रशान्त हिरा बहादुर लकाई सन्तोष सिंह धनु गजमेर तुलासा भेटवाल लिसा पुच्ची लेखक बान्तवा टिकाराम सुनुवार प्रेम भण्डारी
प्रेम खड्का, देउमान देउवान, युग प्रसाद श्रेष्ठ, सरोजनी लेकु, रञ्जित राई, हजारमान राई, विनिता राई, क्रिस ढुङ्गाना, अजम्बर पुलामी, राजकुमार भुजेल, राजकुमार अधिकारी, देवेन्द्र दाहाल, सबिन श्रेष्ठ, भीमा योङहाङ, आरजे जीवन चामलिङ, त्रियुगा उदयपुरबाट भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। धेरै साथीहरूलाई सम्झना गर्नुभएको छ। त्यसै गरी मिनु लम्तरी मगरले पनि म पनि कार्यक्रम सुनिरहेको छु, पाल्पा घर भई हाल भने साउदी अरेबियाबाट सम्झना सबैमा भन्नुभएको छ। उहाँलाई नि विशेष धन्यवाद। त्यसै गरी कमल मुटु पौडेलले पनि शुभ प्रभात, नमस्कार दिदी, सन्चै हुनुहुन्छ हजुर? म कमल पौडेल हो, दैलेखको नौमुले गाउँपालिका वडा नम्बर 1 तोली भारतको हिमचाल प्रदेशको अनि कुलुबाट सुनेको छु। सम्झना खड्गी र दाजु हिक्मत साई, बाबा आमा तिला श्रीमती र तिलक छोरा कृष्ण बिन्दास, भगवती बडुवाल, घनश्याम खड्का, सोना कन्दवा। त्यसै गरी उहाँको कमेन्ट पढ्दै थिएँ, तलमाथि भइरहेको छ। त्यसै गरी सब सोना कन्दवा, श्रीराज महत, राजकुमारी केसी, केशव खत्री, जेठान दिल्ली उपाध्याय, गणेश उपाध्याय, साला भवानी प्रसाद उपाध्याय, बालकृष्ण उपाध्याय, ससुरा छविलाल उपाध्याय, सासु आमा मन कुमारी उपाध्याय, रेडियो प्रेमी प्रेम घरती मगर, कल्पना साम्पाङ, उमा ढुङ्गेल, मलाई कमल पौडेल भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झेको छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। त्यसै गरी सोना कन्दुवाले पठाउनु भएको छ, सम्झना सन्देश नि रेडियो सुन्नेले मात्रै पाउँछ, अरू अनलाइन फेसबुक सुन्नेले पाउँदैन, आजभोलि हजुरको रेडियोमा भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। होइन, सुन्छ, उहाँले पनि लेख्नु भएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। त्यसै गरी निर्दोषी दोङ लामाले पनि नमस्ते हजुर, नमस्ते हजुर फ्याफुल्ला, म काभ्रेको मान्छे, अहिले काठमाडौँदेखि कार्यक्रम सुन्दैछु है, सबैलाई चाहिँ मिठो सम्झना भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी उमा ढुङ्गेलले पनि हजुर दर्शन नमस्कार, म उमा ढुङ्गेल बिर्तामोड छापाबाट, मिस्यु मेरो श्रीमान माधव ढुङ्गेल, प्यारी गीता ढुङ्गाना, काली भूमिका, मुना कुइजे, युबी राई, अनिता गीता लिम्बू, जेनी लिम्बू, एमपी विवश लिम्बू, कुमारी योङहाङ लवाती, निशा बान्तवा राई, दिलो सानो एम्फू, पूर्ण बहादुर थुलुङ, हजारमान राई, रत्नबहादुर थापा, प्रतीक्षा चामलिङ राई, प्रेम कुमार खड्का, प्रेम भण्डारी, कृतिका राई, बान्तवा सोफिया राई, त्यसै गरी सलिमा नाचिरिङ, रिता राई, सङ्गीता कार्की, देवेन्द्र दाहाल, हिक्मत साई, सम्झना टी सुनुवारलाई गुड डे भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी पदम अवस्थीले पनि हेलो नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हाम्रो तर्फबाट पनि। त्यसै गरी रूपा माया मुक्तानले पनि नमस्कार दिदी, म लिखु तामाको सितिनबाट हाल केटिएमतिरबाट सुन्दैछु है। अब बस्ने गीत मेरो बाबा मम्मी अनि छोरी प्रेन्सिका लाक्पा, त्यसै गरी कल्पना डिएमटी दिस्मा, त्यसै गरी भाइ राजेश तामाङलाई पनि सम्झन चाहन्छु, सुनाउन चाहन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी सम्झना रुबाङसाले पनि मिस यु अल भन्नुभएको छ। रञ्जित राईले पनि हेलो गुड मर्निङ भन्नुभएको छ। हाम्रो तर्फबाट पनि हजुरलाई गुड मर्निङ, नमस्ते नमस्कार, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हाम्रो खबर एकदमै ठिक छ, हामी सन्चै छौँ है रञ्जितजी। म दोलखाबाट रञ्जित राई हो। लोकसुसेली कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा पवित्र राई, प्रतीक्षा चामलिङ राई, कोपिला चामलिङ राई, कल्पना साम्पाङ चामलिङ केटी स्नेहा, त्यसै गरी मुना बस्नेत, निरुता राई, सम्झना सुनुवार, किराती अञ्जना राई, अनिता, सुस्मिता फागो लिम्बू, सन्जु शेर्पा सन्जु, सपना सातशङ्कर, विपना भोटिया लाई सुनाउन चाहन्छु भन्दै बिदा हुन्छु बाई बाई भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी पवित्र राईले पनि मिस यु, सलिमा नाचिरिङ, रमला कुलुङ राई, रञ्जित राई, अन्जान थुलुङ, मिन कुलुङ राई, घायल अबिरमान सुनुवार, प्रतीक्षा चामलिङ राई, अल्सना कुलुङ राई, हिर्सु राई, टिकाराम सुनुवार, प्रेम भण्डारी, लक्ष्मण मगरलाई पनि धेरै सम्झना भन्नुभएको छ।
हिक्मत साईले पनि शुभ प्रभात, नमस्कार दिदी, सन्चै हुनुहुन्छ हजुर रेडियो परिवार? म हिक्मत साई चाल मनालीदेखि सुन्दैछु हजुर। म सम्झना हजुरलाई, श्रीराज सरलाई, दाई मिलन भण्डारी, जीवन कार्की, घना घायल, अभिरमान सुनवार, मिनु लम्तरी, प्रेम मगर, प्रेम भण्डारी, त्यसै गरी हेमन्त कुमार, घनश्याम खड्का, दिल तरामी, अभागी छिरिङ योन्जान, ऋतु थोकर तामाङ, केशव खत्री, देवेन किशोर, अन्जान ठबर ठकुला, निष्पक्ष अर्जुन कृष्ण बिन्दास, बहिनी भगवती बडुवाल, विकास ठकुला, बालचन्द्र घरती, उमा ढुङ्गेल, सोमिला शेर्पा, हिरा बहादुर लकाई, भान्जी राजकुमारी केसी, कमल पौडेल, साली अञ्जना साई, आशिषमा साई, विनिता सिंह, दुलुपासमा रहने घर परिवार, मलाई चिन्ने नचिन्ने सबैजनालाई सुनाउन चाहन्छु हजुर भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। त्यसै गरी मिडिया प्रेमी मगर्ने आयुषले पनि नमस्ते भन्नुभएको छ। हाम्रो तर्फबाट पनि हजुरलाई नमस्ते नमस्कार। त्यसै गरी माधव ढुङ्गेले पनि गुड मर्निङ हजुर, दर्शन नमस्कार। म माधव ढुङ्गेल बिर्तामोट छापाबाट। सम्झनु पर्दा प्यारी, उमा ढुङ्गेले, बुनु, गीता ढुङ्गाना, काली भूमिका, मुना कोइची, उबी राई, अनिता, गीता लिम्बू, सीता मुक्तान, मनिता लिम्बू, कुमारी योङहाङ लवाती, जेनी लिम्बू, निशा बान्तवा राई, दिलु सानो एम्फू, पूर्ण बहादुर थुलुङु पूर्वेली, आकाश राई, हजारमान राई, प्रतीक्षा चामलिङ राई, जेनी लिम्बू, किराती, अञ्जना, रत्न बहादुर थापा, शङ्कर कार्की, सुदीप बान्तवा लिम्बू, गुरा सरोज सुसरा, त्यसै गरी रञ्जित राईलाई पनि सुनाउन चाहन्छु, सम्झेको छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी राज पहरीले पनि नमस्ते नमस्कार, हेलो दिदी, हजुरको नयाँ नौलो खबर के छ भन्नुभएको छ। मेरो नयाँ नौलो खबर सबै ठिक छ, हजुरको के छ नि? त्यसै गरी म पनि कार्यक्रम सुन्दैछु है काठमाडौँबाट। राज पहरी साथीहरू भन्नुपर्दा सुनिता सुनवार, धनु गजमेर, रोली तामाङ, पूजा मगर, एलिना राई, सम्पूर्ण साथीलाई मिठो सम्झना भनेर छुट्न चाहन्छु है, नमस्ते नमस्कार भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। त्यसै गरी बलराम क्याप्साकीले पनि हेलो नमस्कार हजुर, म नि सुन्दैछु है। मेरो घर सिन्धुली सुनकोशी गाउँपालिका, हाल मलेसियादेखि सुन्दैछु। म नियमित सुन्ने गर्छु, समयले साथ दिएसम्म भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। त्यसै गरी सुरेश थापाले पनि हेलो दिदी के छ खबर, म पनि फर्स्ट टाइम सुन्दैछु है भन्नुभएको छ। उहाँले फर्स्ट टाइम सुन्नुभएको रहेछ लाइभबाट, खोटाङबाट सुरेश थापा, मिस यु। उहाँको कमेन्ट पढ्दै थिएँ, तलमाथि भइरहेको छ है। उहाँले चाहिँ लेख्नुहुन्छ म खोटाङबाट सुरेश थापा हो भन्नुभएको थियो। उहाँको कमेन्ट पढ्दै थिएँ, नेटको समस्याले गर्दाखेरि चाहिँ तलमाथि होइन भन्दा पनि धेरै साथीहरूले चाहिँ एसएमएस गरिराख्नु भएको छ। एसएमएसलाई तलमाथि भइरहेको छ, नरिसाउनु होला। तपाईँले पठाउनुभएका कमेन्टहरूलाई म पुरा वाचन गर्नेछु, बिचमा त्यसै छोड्ने छैन है। तपाईँले धेरैभन्दा धेरै साथीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। त्यसै गरी उहाँले लेख्नु भएको छ खोटाङबाट सुरेश थापा, मिस यु, प्यारी मुटु बान्तवा भन्नुभएको छ। अनि सोफिया राईलाई पनि भन्दै जान्छु, बाई बाई भन्नुभएको छ, बाई बाई नाना भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। फर्स्टचोटि कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, अनि बसाइमा पनि सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। त्यसै गरी उद्धव भाइले पनि नमस्ते नमस्कार, कार्यक्रम सञ्चालिका मिस हजुर। म चाहिँ उद्धव भाइ सिन्धुली कुलुङजरबाट चाहिँ सुन्दैछु, हजुरको कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णमा मिठो सम्झना स्वरूप नमस्ते भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी तपस्या केसीले पनि हाई हजुर, के छ खबर, सन्चै हुनुहुन्छ? म पनि दैलेखबाट सुन्दैछु है भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। उहाँले पनि दैलेखदेखि सुनिराख्नु भएको रहेछ होइन। हजुरले पठाउनु धेरै एसएमएस पठाउनु भएको छ। म तपाईँले पठाउनु भएका एसएमएसलाई एकछिनपछि वाचन गर्नेछु। यति बेला भने मैले धेरै कमेन्टहरू वाचन गरिसकेको छु, तपाईँलाई पनि होइन दिक्क लाग्न सक्छ। यति बेला भने म कार्यक्रममा एकदमै मिठो गीत नै राख्नेछु। गीतपछि फेरि आउनेछौँ भन्दा पनि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ, विश्रामतर्फ जानेछौँ। त्यसपछि हामी फेरि आउनेछौँ। तपाईँ भने एसएमएस गर्दै गर्नुहोला, रेडियो सुन्दै गर्नुहोला है त।
सबैले भन्छन् मायामा दम हुन्छ जति माया गरे नि कम हुन्छ हेर सानो ऐना कति राम्रो जन्मिन्छन् कोही कोही त पत्लाउने ठाउँ छैन मायामा दम हुन्छ जति माया गरे नि कम हुन्छ हेर सानो ऐना कति राम्रो जन्मिन्छन् कोही कोही त पत्लाउने ठाउँ छैन हेर सानो ऐना कति राम्रो जन्मिन्छन् कोही कोही त पत्लाउने ठाउँ छैन हजुरको रेडियो 102.1 मेगाहर्ज। मुटु परीक्षण शिविर हुने सम्बन्धी शुभजीवन अस्पताल खुरकोट सिन्धुलीको सूचना। यही मिति 2081 साल चैत्र 16 गते शनिबारका दिन शुभजीवन अस्पताल खुरकोट सिन्धुलीमा टिचिङ अस्पतालमा कार्यरत मुटु तथा धड्कन रोग विशेषज्ञ डाक्टर केशव बुढाथोकीले उपचार सेवा दिनुहुने भएकाले उक्त दिन शुभजीवन अस्पताल खुरकोटमा गएर मुटु जाँच गरी मौकाको फाइदा उठाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीका लागि शुभजीवन अस्पताल खुरकोट सिन्धुली सम्पर्क नम्बर 048 590 466 98 69 26 59 98। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला? ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। हो र, कहाँ? अनि सम्पर्क नम्बर? प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 9765 72 69 36 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। आधार मजबुतीको अटुट अटल हर पल सर्वोत्तम पकड छ दमदार सर्वोत्तम बन्छ निर्माण सर्वोत्तम। सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टिल। ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट। सूर्य ज्योति सही प्लान। यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु
आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं, सही रोजौं। सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि। नेपालमै पहिलो पटक ग्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता हुलास ड्युरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। हुलास भए अरू किन खोज्ने? अरे बाप रे बाप दाजु, घर त पुरा झिलिमिली पारी हाल्नु भएछ रे। अरे कहाँबाट ल्याउनु भएछ यस्तो राम्रो कलर? रमेशहरू भए पनि थाहै नभए जस्तो नगर्नु भनिएको। कताबाट हुनु नि? यही हाम्रो मन्थली डेपकोटा चोकमा रहेको रमेश सब कलर हाउसबाट एसियन पेन्ट्सका ओरिजिनल खालको कलर ल्याएको। अनि कसरी नहोस् झिलिमिली? अरे बाप रे बाप दाजु, पुराका पुरा झिलिमिली भइहालेछ रे। अब मेरो घरमा पनि म रमेश सब कलर हाउसबाटै ओरिजिनल एसियन पेन्ट्सको कलर लगाउँछु। एसियन पेन्ट्सको आधिकारिक विक्रेता रामेसाप कलर हाउस, देवकोटा चोक, मन्थलीमा। एसियन पेन्ट्सका जुनसुकै रङ र आकर्षक कलरहरू उपलब्ध छ। साथै मन्थलीमा होम डेलिभरीको पनि सुविधा छ। टोयलेट, बाथरुम फिटिङ, ओरिजिनल ट्याङ्की र झ्यालढोका फिटिङका सामान सुपथ मूल्यमा पाउनको लागि रामेसाप कलर हाउस। एडीभी शिक्षा र स्वास्थ्यको भवनका लागि विशेष सुविधा छ। याद गर्नुहोस्, अनुभवी कलर विज्ञबाट तपाईले पनि रङ रोगनको परामर्श पाउनुहुनेछ। प्रोप्राइटर विमोद श्रेष्ठ, सम्पर्क 98 511 92 400 र 98 44 43 93 33। रामेछाप कलर हाउस, देवकोटा चोक, मन्थली, रामेछाप। बजारमा पाइने नक्कली कलरदेखि सावधान रहनुहोस्। ओरिजिनल र आकर्षक कलरका लागि रामेछाप कलर हाउसलाई सम्झनुहोस्। होइन, यी बुढा डस्ना बनाएको 1 वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भएँ म त। के गर्नु त बुढी, उ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ। प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली। वाउ, होइन क्रिस्मा, तैँले त के हो यस्तो महँगीमा पनि नयाँ डिजाइनको गहना किनिछस् नि? पुरानो चाहिँ के गरिस् नि? के गर्नु नि, पञ्चबुद्ध सुनचाँदी पसलमा गएर पुरानो बेचेर नयाँ डिजाइनको अर्डर दिएर बनाएर ल्याएको नि। जमाना अनुसार त चल्नै पर्यो नि। अनि अर्को कुरा, त्यहाँ त राशि अनुसारको औँठी पनि बनाइन्छ नि। प्रोप्राइटर नील भद्राचार्य, श्री पञ्चबुद्ध सुनचाँदी पसल, रामेछाप, तल्लो बजार, रामेछाप। सम्पर्क नम्बर 98 44 21 36 15 97 44 00 301। के तपाईँ रामेछाप बजारमा अत्याधुनिक मेसिनबाट ब्रोइलर कुखुराको तयारी ताजा मासु, राँगाको ताजा मासु र खसीको मासु पाइने पसलको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने होम डेलिभरीको सुविधा सहित आफन्त कोल्ड स्टोर एन्ड सप्लायर्समा यो सबै सुविधा छ नि? हो र? हजुर, ताजा, सफा र स्वस्थ मासु खान र खुवाउन होटेलका लागि स्वस्थ मासुको किमा पाउन अब अन्त कतै जानु पर्दैन। हाम्रै रामेछाप बजारको क्याम्पस गेट नजिकै आफन्त कोल्ड स्टोर एन्ड सप्लायर्समा गए त भइहाल्छ नि। साथै अटो चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। सम्पर्क नम्बर 98 63 99 26 26 र 98 60 33 00 54। आफन्त कोल्ड स्टोर एन्ड सप्लायर्स, रामेछाप बजार, रामेछाप। के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। म बुढोली अब खेती कसरी लाउनु? हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि। के गर्नु, कहाँ गएर बुझ्नु होला? ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि।
त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिलसहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि। रञ्जित कार इन्टरप्राइजेज, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 047 521 158, 9854 041 575, 9841 96 0669, 9864 14 17 88। कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण। सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। बच्चा जन्मेकै घण्टाभित्रै आमाको बिगौती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै। बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन। कन्ठै भो, अब त कन्ठै भो। होइन के कन्ठै भो भन्छ यो? सबैले कन्ठै गर्नुपर्ने रहेछ आमा। बच्चा जन्मेको 1 घण्टाभित्रै आमाको बिगौती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै। बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन। हो त। बच्चालाई जन्मेको 1 घण्टाभित्र जति सक्दो छिट्टो आमाको बिगौती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै खुवाऊ। आमाको दुधमा बच्चालाई चाहिने सम्पूर्ण पोषक तत्त्वहरूका साथै पानी पनि हुन्छ। त्यसैले बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु पर्दैन। प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय, रामेछाप, बागमती प्रदेश। भन्छिनामा परिवारकै स्वास्थ्यका लागि। नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै? ए रामबाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाइ विदेश जाने रे, खै नेपालमा केही भएन? त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आम्दानी केही भएन। हेर न घर चलाउनै मुस्किल भइसक्यो भने। उफ, म त दिक्क भइसकेँ। ल दाइ भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न। मैले अन्डा पार्ने लेयर्स पालेँ, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि। ए हो र भन्या, अनि फाइदा होला र है? फाइदा हुन्छ नि। हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ। मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे